हेलो वेलकम टु माई अनदर। यति बेला चाहिँ हामी फिलिपिन्स जाने तर्खरमा छौँ। सबैजना हाम्रो रेडी भइसक्यो। यहाँ खातामाला लगाएर अब बिदा हुने पालो छ। फिलिपिन्सको प्रोग्राममा जाँदैछौँ। तपाईँहरूले थाहा भइसक्नु होला हाम्रो हाइलाइट्स हेरेर। यो चाहिँ छोटकरीमा ब्लग। हाम्रो दुईवटा टिम छिरिङ सर र लाक्पा सरको 6:30 बजे सुरज र सगुन म्याम नामगेल दाई सबैजना दुईवटा फ्लाइटमा दिल्ली पुगिसक्यो। हामी चाहिँ भर्खर यहाँबाट उठ्दैछौँ। हाम्रो टिमहरू नि आइसक्यो। हामी बाँकी 4 जना छौँ। हाम्रो दाईहरू थोप्देन दाई दिदीहरू त्यहाँ छन्। अब हामी यहाँ चेकिङबाट भित्र लाग्दैछौँ। बोर्डिङ पास लिइसकेको अवस्था। हेलो म्याम, ल वेलकम टु माई ब्लग। वेलकम गरेको छैन म्यामलाई पनि? तपाईँलाई पनि वेलकम छ, मलाई पनि वेलकम छ। हल्का दिनु पऱ्यो नि फेरि। खोइ त दिदीहरू त आउने क्रम जारी छ। ए ल सर्ने बेला आइसकेको छ। यहाँ अहिले खिचेको देखायो भने चाहिँ ठोक्छ। यहाँ हामीलाई यो भिडियो खिचेको इमिग्रेसन पास आउट। अब हामी सेक्युरिटी चेकको लागि जाँदैछौँ। लास्ट चिज पास भइसक्यो। यहाँ टोलीहरू आउँदैछन्। अब हामी रेस्टमा बस्छौँ एकछिन। ऐना हेर्दै हुनुहुन्छ। ठिक छ, यो पनि राम्रै कुरा हो। फ्लाइट डिले भएको कारण अन्यलमा छौँ हामी। यात्रु.com टिकटक बनाउने के खाने कार्यक्रममा पनि छ यहाँ। सबैजनाको अल्छी लागिसक्यो अवस्था। यहाँ अझै आधी घन्टा लाग्छ भन्ने कुरो छ फ्लाइट आइपुग्नको लागि। त्यस कारणले पनि अब भने चुइगाउँ थियो न मलाई पनि। चुइगाउँ बल्ल एयर इन्डिया चढ्यो। एयर इन्डियाको चाहिँ चरम लापरवाहीको बावजुद पनि लास्ट ल्याङ गरेर बल्ल हामी चढ्न चाहिँ सफल भयौँ। हाम्रो सबै टिमहरू यहाँ छौँ, दाइहरू। हामी तर्खरमा छौँ भन्दै बोल्न नि मन लागिरहेन, अल्छी लागिरह। बल्ल यत्रो माथि फ्लाइट आइपुगेको छ। हजुर दिदी, यहाँ त भर्खर हेडबाट माथि नै उठ्दै हुन्छ दिदी। पुग्दैन नि दिदी। अब चाहिने यस्तो हिमाल देख्दै हामी अबको 1-1.5 घन्टामा दिल्ली पुग्नेछौँ। त्यति जेलसम्मलाई भोग्लाको बेलामा बल्ल खाना बाँड्न ल्याउँदै हुन्छ एयर इन्डियाको कर्मचारी साथीहरूले। नाइस भ्यू। यताबाट देख्यो नि सबै हिमालहरू यही छ। ल खानेकुरा त खानु पऱ्यो। के हो यो? बटर आयो। बटरमा कपर रे के हो नाम पनि? यस्तो गब्बर हो कि टाटा कपर। आदि कसरीको अवस्था खानेकुरा। ब्ल्याक कफी।
ब्ल्याक कफी सँगसँगै मैले फर्स्ट टाइम सब्जी फिनिस्ड भएको चिज त यहाँ बाँकी राखेको छ त तिमीले के यो भित्र यो त्यो त अनि मलाई यो मन पर्दैन बस यसरी भात खानु पाएपछि खाजा खानु पाएपछि त काम रमाइलो भइहाल्छ नि म्याप हेर्दै हुनुहुन्छ यहाँ दिदीहरू लाइभ हामी कहाँ उड्दैछौँ भनेर इन्डिया आइपुग्यो अवस्था दिल्ली आइपुग्यो अब एकैछिनमा हामी ल्यान्ड गर्नेछौँ अनि फेरि हामी अर्को प्लेनमा चाहिँ ठाउँ जानेछौँ कस्तो नराम्रो सिसा रहेछ अबको 2-5 ल्यान्ड गर्नेछौँ इन्दिरा गान्धी फर्स्ट टाइम यो इन्दिरा गान्धीमा आउँदैछु बल्ल बल्ल हामी ओर्ल्यौँ अब भने सरलाई हामी अर्को प्लेनको लागि अगाडि बढ्ने छौँ के यो माथि बस्ने हो त ल एकछिन बस्दियो नि एकछिन भन्ने कुरो नै आयो जय शम्भु इन्डिया आएर प्लेन चढेर हामी पुग्दैछौँ अल्छी लाग्यो झप्पै सुत्नुपर्छ अब त अब हामी नेक्स्ट डेस्टिनेसन जाँदैछौँ एयर इन्डिया अन्तर्राज्यीय अरे अन्तर्राष्ट्रिय सिधै रे दाइ कडा रुममा सुत्दै हुनुहुन्थ्यो फेरि एकचोटि सुत्नु त भिडियो खिचौँ न चट्ट लाएर दाइको चट्ट सुतेको चाहिँ टक्राक्क भिडियो खिच्यो भने इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा हामी एयरपोर्ट टु एयरपोर्ट यताबाट उता आइसकेका छौँ सो अब हामी मनिला इन्टरनेसनल जाँदैछौँ सबजना कहाँ गयो टोइलेट गयो क्या वासरुम गएछ ओके हाम्रो दाउ दिदी हुनुहुन्छ थपिदिन दाइ म अरू चाहिँ सब वासरुम गएछ म नि वासरुम जानु पर्यो यो चाहिँ इन्टरनेसनल ट्राभल गर्दाखेरि वाइफाई लिने ठाउँ हो हाम्रो चाहिँ फुल अन फ्लाइट फुल अन डिले भएको कारणले के भयो हाम्रो फ्लाइट हामी ल्यान्ड हुनुभन्दा अगाडि उड्दैछ त्यस पछाडि चाहिँ हामी यहाँ एयर इन्डियासँग वार्तालाप गरिरहेछौँ यिनीहरूले अब सिङ्गापुर पुर्याउँछ नि हाम्रो अनअराइभल भिजा भएको कारणले गर्दाखेरि त्यहाँबाट अनि सिङ्गापुर एयरलाइन्समा हामीलाई मनिला भोलि बिहानसम्म पुर्याइदिन्छ अरे भन्ने कुरा छ त्यही भएर हामी चाहिँ डाइरेक्ट यहाँबाट मनिला जानुपर्ने अब उसमा पो जाने भयो मनिला जानुपर्ने सिङ्गापुर पनि घुम्नु पाउने भयो योपालि रमाइलो छ किन सिङ्गापुर नै अनअराइभल भिजा हो नि त त्यही कारणले गर्दाखेरि लेट्स 59 ल नयाँ दिल्लीमा इन्दिरा गान्धीमा 5-7 घन्टा यसरी सुतेरै बिताइने भयो हामी रेस्ट गर्ने बिताउने ठाउँ यता अघि यता पर बस्दै थियौँ अब हामी यता जान लागिरहेका छौँ हरिजोको अवस्था छ के डिटेल्स पनि आउँदैन यहाँ नामको मात्रै छ बोर्डिङ पास अनि सेक्युरिटी पास सँगै हामी अगाडि बढ्यौँ अगाडि बढ्दा के भयो फुगाल्लालाई गरेर हेर हेर्ने लास्टै ल्याङ गरेर के हो यहाँ त पुरा खतरा रहेछ त आमाको दामी बनाएछ त वाउ फ्यान्टास्टिक
कताबाट छिर्ने रहेछ त्यो त हामीलाई देखाउनु पर्यो भोलि मलाई भिडियो चाहिन्छ नि अब यो त कसैले दिनु मिल्दैन नि यो त सबै मेरो भ्लगमा आउने हो सब मेरो युट्युबमा आउने हो त्यहाँबाट तान्नु छ है हामी अहिले दिल्लीको एयरपोर्टमा छौँ एन्ड वी आर मुभिङ टु मनिला तर बिचमा एउटा सानो प्रब्लम भएको हुनाले चाहिँ फर्स्ट हामी सिङ्गापुर ट्रान्जिट हुँदै मनिला पुग्दैछौँ भोलि अवस्था नाजुक भए तापनि हामीले सल्युसन निकालिसकेका छौँ वी स्ट्यान्ड स्ट्रङ टुगेदर वाउ रमाइलो जे हुन्छ रमाइलो हुन्छ राम्रोको लागि हुन्छ अनि एक्सपिरियन्सको लागि हुन्छ अनि मेमोरिजको लागि हुन्छ जय शम्भु सो थ्याङ्क यू यस्तो मौका पनि भयो यस्तो एक्सपिरियन्स यस्तो मौका कहिले थाहा हुन्थ्यो त यस्तो किसिमको प्रब्लमहरूलाई कसरी बिल्कुल ल धन्यवाद नेपालको एयरपोर्टमा भएको पनि क्याप्चर गर्नुभयो नो यो ड्युटी फ्रीदेखि लिएर ब्युटी फ्रीमा हामी हिँड्दैछौँ कहाँ हिँड्यो थाहा छैन यो चाहिँ एयरपोर्टभित्रको सपिङ मल भनेर हामी बुझौँ न सो गाडीदेखि लिएर जति पनि अल्कोहल्स कस्मेटिक्स सामानहरू किन्ने ठाउँ हो यो चाहिँ त्यहाँभित्र ल योभित्र यस्तो मल छ यो रात परिसकेको दिउँसो 2:30 बजे आइपुगेको मान्छे एकछिन कहाँ पो क्यान्टिन क्याफे यतातिर हो क्या खाने एमसी डाउनलोड पनि रहेछ यहाँ दिल्ली स्ट्रिट कफे बेन्च कहाँ हो हामी चाहिँ यो करिब किचनमा खाना खाने तर्खरमा छौँ अब खाना खानु पऱ्यो यहाँबाट अब रातभर हाम्रो उनीहरू छ त्यस कारणले पनि हाम्रो टोलीहरू यहाँ खाना भन्दै हुन्छ यहाँ खाना खाइन्छ अन्त यहाँ हुन्छ त्यसपछि हामी चाहिँ पलाएर सिङ्गापुर घुम्नेछौँ सिङ्गापुरबाट भोलि मात्रै यहाँ चाहिँ भने जस्तो चिजहरू पनि पाइन्छ केएफसी मैकडोनल्ड सनबोल डोमिनोज सबै इन्भेस्ट इन दुबई हाम्रो भात के भन्छ बेलुकाको डिनर के को लन्च दाइ ठिक छ आमै नि त यस्तो राम्रो भातको त फोटो खिच्नु पऱ्यो नि होइन दाइ आमामा झ्याप डिनर त हान्नै पऱ्यो होइन दाइ इन्दिरा गान्धी महाविद्यालय ए होइन के भन्छ यसलाई अन्तर्राष्ट्रिय विमानस्थल इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल एक बाइट हानिहाल्नुहोस् त म्याम एकचोटि ठिक छ त्यो एलइडी बल्दा रहेछ त यता हेर खतरा जप्प हान्नुपर्छ अब ठिक छ एक्चुअली फङ्चुअली दाइ अगाडि दौडेर गइसक्नुभयो म पनि फलो गर्दैछु है अलि छिटो अब हामी बिस्तारै बोर्डिङ पासतिर जाँदैछौँ भन्ने चाहन्छु हो ए भनेको आमामा कति हिँड्नु गाडी लिएर हिँड्नुपर्ने रहेछ वास्तवमा हामी चाहिँ यो स्लो मोसन हिँड्दाखेरि पनि काम नलाग्ने हुन्छ दाइ मात्र एक्लै खुवाउनु रमाउनु कुदिरहनु भएको छ अब यहाँ पछाडि हिँडेको यहाँ अगाडि अरू दिन्छ आमाहरू दाइहरू म छु बिचमा अस्ति पनि ठिकै छ कहाँ हो कहाँ तल्लो झर्नु पनि बा यो त डी रहेछ ए कतापट्टि हो एमा हो दाइ ओ ए बी
सी ल करिब 10 घन्टाको वेटिङ पछि बल्ल भन्नुहोस् सिङ्गापुर जाँदैछ हामी यो भाग्यमानी हो कि अभागी हो के हो हेर्दै यो जिन्दगी भन्छ भाँडा खन्दा यो त हाइलाइट्समा हुने खालको आयो त ल ठिक छ के भन्नु र खै दिनेलाई चढ भयो त लाइट वाले छ त ओहो म नराम्रो नआउने भन्छ बल्ल बल्ल गाडी चढ्न पाउने हो धेरै पछाडि अब गाडी चढेर सिङ्गापुर जाने भन्ने हाम्रो एकदम चेष्टा हो त्यो माथि चढाउ न यहाँ त उल्टो बस्यो भने त बेसरी घुमाउँछ र साह्रै दुःख पनि लाग्यो साह्रै खुसी पनि लाग्यो एयर इन्डिया चढेर तनावै तनाव दिन थाल्यो यस्तो रात परेको अवस्थामा पनि एकदमै उताबाट नि एयर इन्डियामै पारेछ कि है सिङ्गापुर एयरलाइन्स हालिदिन्छ भन्दै थियो ओके हाम्रो गाडी हिँड्यो हाम्रो बडे भाइले कडा रूपमा गाडी चलाउँदै हुनुहुन्छ यहाँ गफ गर्दै हुनुहुन्छ मनिला पुगिसक्यो मान्छेहरू हामी चाहिँ दिल्लीमै हल्दै बसिरहेछौँ ओ यो रेल आएछ रेल ए मौसम यस्तो छ अवस्था अब त्यो नेट चल्दैन होला म्याम नेट कटिसक्यो हामी भिस्ताराबाट जाँदैछौँ सिङ्गापुर ल यो हेर्नुहोस् फुलन हाम्रो एयरलाइन्स खुट्टा दुखेछ यति उक्लिन नसक्ने भएछ नि त नि ल वेलकम वेलकम छ हजुरहरूलाई मलाई ठोक्छ होला अहिले यिनीहरूले त्यहाँ डिस्टर्ब गरेर पनि भनेर ठोक्छ होला ल म्याम तपाईँलाई स्वागत छ हाम्रो एयरलाइन्समा यता दाइ आउँदै हुनुहुन्छ वेलकम छ दाइ हाम्रो एयरलाइन्समा पुष्पा मुभी ल हेर हेर सबले मुभी हेरौँ म पुष्पा मुभी हेर्छु कपिल शर्मा सो हेर्दा त गेम चेन्जर भन्ने छ क्या आउँछ कहाँबाट पो आउँथ्यो कि आउँछ क्या त्यहाँ मिल्छ होला तर कसरी गर्नु न अघि फ्याट्टै अगाडि आइरहेको थियो अघि त मोबाइलमा त मजाले राम्रोवाला एयरलाइन्स भनेर भनौँ न अब अहिलेलाई बाँकी गरेर देख्दै हो द्याट्स इट यो बिहान बिहानको गुड मर्निङ होइन दाइ दाइलाई नि यसो गुड मर्निङ दिनु टक्क लगाएर अवस्था हो तर वास्तवभन्दा नेपालको चाहिँ 5 बजिरहेको छ होइन त्यही भएर निन्द्राको तालमेल पनि मिलेको छैन अब यहाँबाट हामी यहाँको 9 बजे चाहिँ फेरि मनिला उड्नेछौँ त्यस्तो छ अब हेलो गुड मर्निङ फ्रम हाम्रो सिङ्गापुरसम्मको यात्रा यस्तो रमाइलो भइरहेछ अब यसपछि कस्तो हुन्छ थाहा होइन भन्दै यो धेरै लामो ब्लक भइसकेको छ यसलाई हामी बिस्तारै अन्त्य गर्नतिर लाग्दैछौँ टर्मिनल 2